हेलो साथीहरू नमस्कार। आज हाम्रो बिहानको यात्रा विशेष यात्रा शनिबारको दिनको यात्रा बिहान 5 बजे सुरु भएको थियो। बिहान 5 बजे हामी 5 जना आज हामी नागढुङ्गा चिसापानी हुँदै नर्सरी भन्ज्याङ बद्रीनारायण धाम इन्द्रथान हुँदै पुनः घर फर्किएका थियौँ। बाटोमा यस्ता किसिमका खोला नाला झरना देखिनु सामान्य कुरो भइसकेको थियो। हामीलाई निकै रमणीय वातावरणमा मनमोहकता प्रदान गर्ने काम चाहिँ आजको मौसमले पनि गरेको थियो। मौसम निकै रमणीय, कहिले बादल कहिले घाम लाग्ला जस्तो हुने, कहिले खुल्ला देखिने यी मनोरम दृश्य, निकै लोभलाग्दो वातावरणहरू थिए। बाटोमा कहीँ कतै पहिरोहरू पनि गएको थियो, कतै यस्तो किसिमको पिच बाटो पनि भेटिन्थ्यो। यो चाहिँ ठ्याक्कै नर्सरी भन्ज्याङ चोक। त्यहाँ रहेको महादेवको दर्शन गरिसकेपछि हामी तल खाजा होटलमा गएका थियौँ। त्यहाँ चाहिँ हाम्रै चिसापानीको दिपेन्द्र थापाको खाजा होटल रहेछ। त्यहाँ केही खाजा नास्ता गरिसकेपछि चाहिँ हामी बद्रीनारायण धाम प्रवेश गऱ्यौँ। बद्रीनारायण धाममा हामीले दर्शन गरेर हाम्रो यात्रालाई केही रमणीय बनाइसकेपछि घर फर्किने क्रममा इन्द्रथानको तल बाटो हुँदै फर्किँदा बाटोमा एउटा धैरिनी क्याफे, धैरिनी रिसोर्ट भन्ने पनि रहेछ। सो रिसोर्टमा सबैजना साथीहरूको मतो मिलेअनुसार चाहिँ हामीले सामान्य चिया नास्ता गर्ने भन्ने कुरो भएपछि त्यहाँ बसेर चिया नास्ता गरेर आजको यात्रालाई हामीले रमणीय रूपमा समापन गरेका थियौँ। हस्त।